हामी छोरीचेलीले माइती खुसी राख्नलाई केही गर्नु पर्दैन। कहिलेकाहीँ माइत गएको बेलामा आमा हाम्रो भाउजू बुहारीले कति गर्नुभएको, तपाईँ खुसी हुनुपर्छ, कहिलेकाहीँ केही भने पनि मन नदुखाउनु है। कहिलेकाहीँ गर्ने मान्छे प्याच्च बोलिहालिन्छ, बोले पनि मन दुखाउन हुन्न। यो दुनियाँ संसार हेर्ने हो भने हाम्रा भाउजू बुहारीले कति गरे छन् तपाईँलाई, त्यसैमा खुसी हुनुपर्छ भनेपछि आमालाई पनि त नि हो त नि बुहारीले गरिछे भन्ने हुन्छ। अनि भाउजू बुहारीलाई तिमीहरू छोरो कति गरे हौ, कति खुसी लाग्छ, केहीमा दुःख पायो भने भन, केही पऱ्यो भने भन, म छु नि, मैले पनि गर्छु भन्ने। केही परेको बेला उनीहरूलाई पनि साथ सपोर्ट, दिदी बहिनीको व्यवहार गर्ने नि, उता सासू बुहारी पनि मिल्ने, आमाले पनि सुख पाउने, माया पाउने, आफूले पनि मेरो नन्दले कति सपोर्ट दिनुहुन्छ मलाई भनेर आफूले पनि माइतीको माया पाइने हुन्छ। फेरि कहिलेकाहीँ जाने त्यहाँबाट भाउजू यस्ती, भाउजू उस्ती, ए आमा तपाईँलाई यस्तो गरी, तपाईँलाई उस्तो गरी, यसले त राम्रो गर्नुपर्ने हो नि, कति हेला गरे कि मेरी आमालाई भनेर भन्ने नि, कुन बुहारीले गर्छ र। आमाले पनि दुःख पाउने, आफू पनि हेला हुने, भाउजू बुहारी पनि टाढिने हुन्छ। त्यही भएर माइतीले आफूले सधैँ खुसी राख्नुपर्छ, आफू पनि खुसी हुनुपर्छ भन्ने हो के रे। तर कोही कोही त महा चन्नाल भाउजू बुहारी, महा चन्नाल नन्द माजु।